क्या अगाडिबाट लाइट आएन दुःख छ पनि छैन पनि अनि कामसाम सबै राम्रै चलिरहेछ कामसाम त अब राम्रो बवाल छ हाम्रो सरोज दाइसँग भएपछि कामको लागि चाहिँ कन्ट्याक्ट गर्ने हावा सबैले कतिलाई मैले खोजिदिएँ मेसेज गरेँ मैले कामै खोजिदिनु सकेको छ नि जे पाएँ त्यति त भन्नु हेलो नमस्ते वेलकम ब्याक टु माई अनदर ब्लग गाइज अस्तिको हप्ता पनि ब्लग गरेँ होइन त्यो भएर यसपालि चाहिँ म अलिकति जोस जागरले भन्नाले नि भाइले फिकी भाइले फोन गरेर उठेर निस्किरहेको छु अब के गरिन्छ अब त्यस्तो धेरै फिक्स भएको छैन तर हामी चाहिँ खासै क्याफे जाने भन्ने कुरा भइरहेको छ तर क्याफे चाहिँ टाढा न टाढाको हेरेछ भाइले 1.5 घन्टा टाढा अनि जहाँ कफी खानुलाई त्यत्रो टाढा जाने भन्ने कुरा हो त्यसपछि हाम्रो त्यो प्लान क्यान्सल भएको छ गाइस है अब बिगी भएर म भेट्यो अरे के गर्छौँ है थाहा छैन नट फिक्स्ड एट है अब म जान्छु पहिला भाइकोतिर जानुपर्ने छ सी तर यति नजिकै कतै बसिन्छ होला लास्टै अल्छे भएको छ आजभोलि ओभरै अल्छे भएको छ होइन के गर्नु पनि जोस पनि आउँदैन के गर्नु पनि मन लाग्दैन आजभोलि अब परे अलिक अल्छे भएको छ त के भन्नु अब धेरै भयो तर टाढा पनि अरू भन्दा मलाई बुकानसन चाहिँ चढ्नु जानु मन लाग्थ्यो ट्रेकिङहरू नगएको हाइकिङहरू नगएको पनि धेरै भयो जानु चाहिँ मन थियो तर आजको मौसम राम्रो छैन सो घुम्नु परेको मौसम छ हाइकिङ जानु त्यति रमाइलो पनि हुँदैन होला सो हामी चाहिँ यतैतिर कतै बसेर यो चिसो मौसमलाई हल्का रमडी अनि अलिकति न्यानो बनाउनु ट्राई गर्छु त्यही हो गाइज अनि यस्तै छ कोरियाको मेरो बसोबास है तपाईँहरूसँग सेयर गर्नुपर्ने नयाँ अपडेट केही छैन फर्स्ट सेमिस्टर सकाइयो गाइजहरू सेमिस्टर सकिसकेपछि अब 3वटा सेमिस्टर पछि त मतलब मास्टर पनि सकिन्छ बुढेसकालमा लाग्यो गाइजहरू हेर्दा अचम्मै लाग्छ यार उमेर यति चाँडो ढल्किन्छ भनेर मैले सोचेको छैन यार 20 वर्षपछि त के भयो यस्तो फास्टली चेन्ज ऱ्यापिड चेन्ज भयो कि गाइजहरू है अब लगभग 26-27 लाग्यो अब 2-3 वर्षमा त 30 हानिन्छ गाइजहरू है यही स्पिडमा अब 26 लागिहाल्यो अर्को वर्ष 27 ए लाग्यो नि इयरले त छुइहाल्यो नि होइन अहिले छुइहाल्यो नि 26 हो अनि 2026 लागिहाल्यो अनि त अब के भन्नु अब त 3 वर्षपछि त 30 त्यसको 10 वर्षपछि त अनि 40 कटेपछि रमाउला भन्ने गीत त अनि आफूसँग म्याच हान्नु थाल्छ त गाइजहरू गयो त अनि जिन्दगी त के रहेछ हौ के रहेछ र जिन्दगी यार बस त्यो चाहिँ यहाँ रहेछ मेरो म झन्डै कटेर गएँ यहाँ जेब्रा चाहिँ हान्नु पऱ्यो लाइफ लास्टै छोटो अहिले चाहिँ मलाई लाइफ चाहिँ अलिकति छोटो जस्तो फिल हुन थाल्यो गाइजहरू बिकी भाइको रुम चाहिँ यहाँबाट अलिक टाढै छ अलिक माथि फर्किनु पर्छ भाइको रुम फेरि अब लेट्सी अब भाइलाई गएर भेट्यो अरे अब हाम्रो प्लान सुरु हुन्छ अनि त्यसपछि आज त्यस्तो प्रायः केही हुँदैन क्याजुअल टक हुन्छ हामी जिन्दगीको बारेमा कोरियाको लाइफस्टाइलको बारेमा हल्का के अपडेट छ भनेर बिकी भाइसँग कुरा गर्नु पऱ्यो है भाइको के चल्दैछ कस्तो चल्दैछ त्यही हो मेरो त पाचाको चाहिँ छोटो मोटो भनिरहेको हुन्छ बिकी भाइहरू हाँसीमाजो गरिरहन्छ तर केटाहरूलाई कस्तो लागिरहेछ यसो त्यो पनि केटाहरूसँग गएर बुझ्नु पऱ्यो है गफसफ हान्नु पऱ्यो भाइसँग गएर ल गाइजहरू फाइनली बिकी भाइको घरतिर आइपुग्यो बिकी भाइ चाहिँ के गर्दैछ अब हेर्नुपर्छ है बिकी भाइहरू लगभग मेरो रुमबाट यहाँ आउने 20 मिनट जस्तो लाग्छ र उनीहरूको आइपुग्नु उनीहरूको दरबारभित्र ए कहाँ निस्केको पखाउनु मेरो फोटोसोट हान्नु चाहिँ फोटो हाल्दा मेरो पासपोर्ट साइजको लागि फोटो चाहिएको छ फोटो हान्नु नि तिम्रो लगाइछु बिकी भाइ र म चाहिँ अब रामेन हाउस जाने भयौँ है धेरै पछि रामेन हाउसमा पहिला एकचोटि भ्लगै बनाउनु गएको थिएँ अनि अहिले चाहिँ हामी जान्छौँ यहाँ चाहिँ भाइले मलाई रामेन हाउस लान्छ यहाँको रामेन हाउस कस्तो छ छाता पो दिएको होला नि भाइको ल ठिक छ अब बिकी भाइ र म यहाँ कुरा गर्दै हामी एकछिन रामेन खान्छौँ तर मेरो रामेन हाउसमा अलिकति महँगो हुन्छ त्यही पनि तर यस्तो सुविधा ठिक्कको हुन्छ यहीँ थियो होइन यहाँ छ गाइजहरू रामेन हाउस यो छैन हावा चेन्ज भइसकेछ रामेन हाउस बन्द भइसकेछ भाइहरूकोमा रामेन हाउस यहाँ थियो जस्तो लाग्यो उहाँ यहाँ थियो जस्तो लाग्थ्यो होइन हौ भाइ रामेन हाउस बन्द भइसक्यो थियो यतै थियो तिम्रो ल गाइज रामेन हाउस बन्द रहेछ त्यही भएर अब हामी फर्किनु पर्ने भयो रामेन खाइदिउँ भनेको त टक्क लाएर बनाएर त्यही त हो हामी चाहिँ यो
छङफिजाङ भन्ने चाहिँ के पाउँछ अब लेट्सी अब भित्र गएर एकदम डम्प्लिङ्सहरू अब हामी आएर मान्दु सान्दु खान्छौँ तिमीले खाने कस्तो नखाने हो खाऊँ न चुप लगाएर मलाई चाहिँ के भने बुढै छैन फेरि चाम्पो दुइटामा हो दुइटा नि एउटा मात्र मगाउनु खाने मैले त्यही चाख्छु सो गाइजहरू हाम्रो आइसक्यो के हो यो है अर्को पनि के लिएको गाइजहरू चाइनिज के खाना मगायो है तर यता स्मेल त खासै राम्रो छैन यसको चाहिँ यो के हो है सुप चाहिँ चाख्नु सुप त ठिकै रहेछ स्ट्रिम पनि रहेछ के हो तर मैले पहिला चामो खानु पऱ्यो हुन्छ तर यो झोल लाग्यो यिनीहरूले यस्तो के बनाएर दिइरहेछ तर खाइसक्दै सकेन छोड्नु पनि कस्तो अलिक नराम्रो यिनीहरूलाई नराम्रो फिल हुन्छ जस्तो लागिरहेछ खाइ पनि सकेको छैन तर ओभरै धेरै दियो हामीले यत्रो धेरै अर्डर गरेको होइन तर उनीहरूले ओपनिङ भएर के कम्प्लिमेन्ट्री बेसी दिइरहेछ हामीले खास गरी यो जे मगाएको त्यही खाइसकेको छैन तर कोसिस एकदमै डह्रो गरियो यिनीहरूको चित्त नदुखाउने तर सकिएन हाम्रो टेस्टको लागि होइन खालि चाहिँ आज ओपनिङ जस्तो चाहिँ लगाइसकेर अब म कोसिस छैसक्यो मिसिस ओभरै कोसिस यिनीहरूले डरै गर्दो रहेछ है तर हाम्रो टेस्टको लागि चाहिँ होइन तर बिकी भाइ यिनी कोरिया आएको लगभग कति वर्ष भयो तिमी आएको एक्सपिरियन्स भइसक्यो मलाई 2 वर्ष भइसक्यो 2 वर्ष भइसक्यो हेर्दा अस्ति भर्खर आज जस्तो लाग्छ है ल्यान्ठ्याङ बिचरा भन्दै दाइले डुलाएको के अरे त्यो दाइले पारु दाइले डुलाएको 2 वर्ष कस्तो एक्सपिरियन्स भइरहेछ त कोरिया सुरुको त एकदम वर्स्ट थियो सुरुको त एकदम नराम्रो थियो अब कोही चिनिएको थिएन कामसाम थिएन सबैको त्यही प्रब्लम हुन्छ अहिले चाहिँ वेल सेटलै छ भनौँ न अलिक दुःख त छ तर पनि दुःख छ पनि छैन पनि अब अनि कामसाम सबै राम्रै चलिरहेछ कामसाम त अब राम्रो बबाल छ हाम्रो सरोज दाइसँग भएपछि कामको लागि चाहिँ कन्ट्याक्ट गर्ने सबैले कतिलाई मैले खोजिदिएँ मेसेज गरेँ मैले कामै खोजिदिनु सकेको छैन जे पाएँ त्यति त भन्नु काम त अलिकति गाह्रै हुन्छ अनि प्लस काम भन्नुसाथ अब हामीले रिकमेन्ड मात्र गरिदिएर पनि हुँदैन कि आफूले त्यहाँ पुऱ्याइदिनु पऱ्यो त्यो एउटा साउलाई चिनाइदिनु पऱ्यो त्यो गर्दामा अलिक गाह्रो नै हुन्छ त्यो अलिकति आफूसँग फुर्सद पनि हुँदैन अनि कतिजनाले काम सोधिराख्नु भएको हुन्छ तर अब कोही ठाउँमा फ्याट्टै खाली हुँदा पनि मैले रिकमेन्डै गरिदिनु सक्दैन किनकि अब त्यो ठाउँसँग पुऱ्याइदिनु पऱ्यो सबैसँग कन्ट्याक्ट गराइदिनु पऱ्यो छोडिदिनु पऱ्यो अनि त्यो आफू बिजी भइन्छ नि त त्यस्तो बिजी लाइफ छ सो अब नजिकै रहेछ भने चाहिँ कोहीलाई रिकमेन्ड गरिन्छ अब नभए चाहिँ कामको लागि चाहिँ अलिकति गाह्रै छ है मलाई चाहिँ नसोध्दा हुन्छ किनकि मेरो बाटो हुन्छ सबैले जान्छ नेपालबाटै रिसर्च गरेर हुन्छ म आउँदा त केही थाहा थिएन मलाई कोरिया काम गर्ने हो कि के गर्ने हो कलेज कसरी जाने कलेजको नाम पनि थाहा थिएन होला अनि तिमीलाई कोरियामा लाइफ राम्रै छ अहिलेसम्म त राम्रै छ फ्युचर कस्तो होला जस्तो लाग्छ फ्युचर अब 12-15 वर्ष यहीँ एज ए स्टुडेन्ट बस्नु पाइहालिन्छ त्यहाँ अन्त के चाहियो राम्रो अब 12-15 वर्षै बस्दिनु नि होइन इजिली पाउँछ त्यति चाहिँ भनेको अब राम्रो चल्यो भने 12-15 वर्षमा सेभिङ कतिको गर्ला जस्तो फिल भइरहेछ सेभिङ अब रेस्टुरेन्टवालाहरूको त राम्रै हुन्छ हाम्रो अनि गऱ्यो भने राम्रै हुन्छ अब खै लगभग हामीले 5 वर्षको एस्टिमेट गर्नु 5 वर्षमा कति होला जस्तो मलाई के थाहा तिम्रो क्या 5 वर्ष अहिले सोच्दामा कति बचाउला खै 5 वर्ष अब मलाई इक्जाम्पल लियो भने चाहिँ त्यस्तै हो गाइजहरू है त्यो भाइको कुरा नसुनौँ भाइले के भन्छ के भन्छ सबै मेरो कलेजले खाइदिइसक्यो है अब त्यही हो गाइजहरू यस्तै छ कोरियाको लाइफस्टाइल जस हाँसी मजाक हो होइन सँगै भइन्छ अनि त्यही पनि यसो हामी के कुरा गरिदिउँ न भनेर मात्रै कुरा गरेको
त्यो लाइफ त्यस्तै छ नर्मलै चलिरहेको छ जस्ट खानु बस्नु डुल्नु पुगेकै छ है अब अनि हामीले लाइफलाई चाहिँ हामीले चाहिँ अलिकति स्लो बनाउनु खोजिरहेको छौँ होइन यो कोरियाको लाइफ एकदम फास्ट छ तर अनि हामीले चाहिँ ओभर फास्ट छ तर हामीले चाहिँ अलिकति स्लो गर्नुको लागि काम पनि धेरै नगरी लाइफलाई अलिक आनन्दले जिएर चाहिँ अलिक जिएर चाहिँ हामी बस्दैछौँ हामीले चाह्यो भने आज पनि काम गर्नु सक्थ्यौँ बिहानी पनि हरेक दिन बिहान बेलुका हामीले काम गर्नु पागल जस्तो काम गर्नु सकिन्छ गरी पनि राम्रो हुन्छ त्यसरी काम गर्नेले चाहिँ 5 वर्षमा इपिएसलाई जितिन्छ इपिएसलाई त महिनैपछि जितिन्छ हो इपिएसलाई अहिले जितिरहेको इपिएसलाई आनन्दले जितिन्छ स्टुडेन्टहरूले पनि कमाइ 5 लाख तर 5 लाख कमाउँदैन रेस्टुरेन्टवालाले दुःख गऱ्यो भने दुःख गऱ्यो भने चाहिँ हामीले इपिएसलाई पनि सक्छ तर इपिएसहरूको चाहिँ अलिकति आनन्द लाइफ छ भनौँ अलिकति सजिलो लाइफ होला कम्पिटेटिभ हाम्रो चाहिँ अलिक कलेज चल्ले चाहिँ यताउता गर्दा अलिकति टफ छ लाइफ तर एकदमै मेहनत गऱ्यो भने चाहिँ टक्कर चाहिँ दिन्छ है 2 दिनमा 5 लाख कमाउनु थाल्यो नि स्टुडेन्ट मेरो नाम के हो भन्ने थाल्छ हाम्रै हालत झन्डै त्यस्तो भएको थियो काम सुत्यो उठ्यो काम मात्र गरेर ओभर क्याफेहरू लास्ट टाढो बुढो फिल हुन्छ लास्ट गाह्रो हुन्छ अलिक महँगो ठाउँ जाने के महँगो जानु हुँदैन ठिक्क जानुपर्छ अहिले भर्खर खर्च भइसक्यो स्टारबक्स गएर अब हेरौँ स्टारबक्स ठिकै हुन्छ तर गएर अब हेरौँ न के छ ती गएर बसौँ हामी चाहिँ कफी सप आइपुग्यो अब हामी कफी सबै खायो है भित्र बस्ने ठाउँ त खासै राम्रो त ल्याउँछ अब बाहिरै बसेर आनन्दले गफ कि हेरौँ न पकाइ खासै खाली त रहेन रहेछ खाली त छैन बाहिर बस्दिनु भाइ ल अब हामीले के खाने भयो चाहिँ कस्तो नन कफी कस्तो हो गाइजहरू बाहिर बस्नु तर महँगो रहेछ यार कति 550 600 550को मेन्यु दिनु थियो देख्यौ त्यहाँ कुनै पनि छैन त्यो यो अलिक महँगो रहेछ कुन ब्रान्ड कुन त्यो ब्रान्डको हो ठिकै चाहिँ ब्राजिलियन अरे इथियोपियन इथियोपिया अरे अनि अर्को लास्टमा चाहिँ कोलम्बिया अरे इथियोपिया खानु पर्दैन नि इथियोपिया कहाँ उयो होइन र ब्राजिलियन कफी राम्रो होइन है गाइजहरू हाम्रो क्याफे ल्याटे र चोको ल्याटे चाहिँ आइसक्यो सो अब हामीले चाहिँ यहाँ खानु सुरु गर्छौँ अब यो भाइको त मुटु होला रहेछ मेरो चाहिँ चोकोवाला मान्छे यता हामी मुटुवाला मान्छे नि त मुटुवाला मान्छे कालो हुआ त क्या हुआ तिलवाले सिरप हालिदिइहाल्यो नि नहाल्नु न अहिले बिग्रिन्छ गाइजहरू चोको ल्याटे चाहिँ ठिक्क रहेछ हेन्सम देखिन्छ क्या अगाडिबाट लाइट आएर लुगाइजहरू हामी चाहिँ निस्क्यौँ है त्यहाँ बस्यौँ है बरे रमाइलो भयो चिसो पनि लाग्यो त्यस्तो धेरै केही भएन गाइजहरू भित्र ठाउँ हुँदैन अनि बाहिर बसेको बस्नु चाहिँ बाहिर चाहिँ बस्नु रमाइलो भइरहेको थियो तर हल्का उसले चाहिँ लुगा पनि राम्रो लगाएर आन्छ त्यही भएर हल्का चिसो म चाहिँ तलबाट चाहिँ हल्का चिसो हुन थाल्यो त्यही भएर निस्क्यो गाइजहरू अब हामी चाहिँ निस्किन्छौँ ल गाइजहरू फाइनली म चाहिँ घरतिर आइपुगिसक्यो अब हामी चाहिँ घरतिर जान्छौँ पानी पनि पर्ला छ धेरै बेर नडुलौँ बिकी भाइलाई मैले घरबाट छोडिदिइसकेँ अब म घर जाँदैछु ल गाइजहरू आजको लगभग यति गरौँ होला घर गएर पनि केही गरिँदैन किनकि घर गएर घरमा मेरो रुमहरू बेहाल छ घरमा गएर भ्लग गर्ने वातावरण छैन गाइजहरू है उब्बर बेहाल भएर वातावरण नभएको कारणले हामी बाटैदेखि बन्द गर्छौँ किनकि रुममा गएर म गएर ढल्ने सुत्ने मात्र हो अरू केही काम छैन मेरो ल टेक केयर स्टे सेफ अरू केही पनि छैन ल राम्रोसँग बस्नु त्यो टाढा मेरो कोरियाको जिन्दगी आज अलिकति झलक यति नै है त लगाइछु ल बाबा।